वेट हिजो भर्खर त क्यालिस्थेनिक्स छोडिसक्यो भनिरहेको थिएँ एन्ड आज हेर त वेटेड पुलअप गरिरहेको छ भनेर भनिराख्नु भएको होला। सो खासमा कुरो के हो भन्दाखेरि म 5 मन्थ्सको लागि कुनै पनि क्यालिस्थेनिक्सको प्रोग्राममा बसेर ट्रेनिङ गर्दैन, बट क्यालिस्थेनिक्सको मुभमेन्ट नै गर्दैन भन्नु खोजेको चाहिँ होइन। हजुरको पुलअप्स, डिप्स, पावर लिफ्टिङको एक्सेसरिज वर्कमा आउँछ जसले चाहिँ हजुरको ओभरअल स्ट्रेन्थ बढाउन एकदमै हेल्प गर्छ। आज चाहिँ छ मेरो डे 2 अफ रोड टु 500 केजी टोटल। मर्निङमा खानासाना बनाएर खाएर म सिधै मेरो एसएनसीको क्लासकोतिर लागेँ। सो जसमा चाहिँ 3 घण्टा पढाइ सकिसकेपछि म सिधै रुम आएर मेरो प्री वर्कआउट मिल एग्स एन्ड स्विट पोटाटो लगेर चाहिँ म सिधै जिम गएँ। सो जसमा चाहिँ आज मेरो प्राइमेरी डेडलिफ्ट सेसन थियो। सो वार्मअपहरू मजाले कम्प्लिट गरेर मेरो टप सेट थियो 165 केजीको 1 रेप्स एन्ड ब्याकअपमा चाहिँ 137.5 केजीको 4 into 6 reps 3 second pause deadlift थियो। and after finishing that I did my accessories work, pull-ups 25 kg 3 into 8 reps and RDLs 100 kg 3 into 8 reps। after finishing that मैले मेरो पोस्ट वर्कआउट मिल जेडी न्युट्रिसनको प्रोटिन एन्ड क्रिएटिन लगेँ, साथसाथै मैले सातु पनि एड गरेँ। सो यसले चाहिँ हजुरले लङ टर्मसम्म भोक लाग्न दिँदैन। सो इट इज बेस्ट फर बल्किङ एन्ड कटिङ एज वेल एज। एन्ड डोन्ट फर्गेट टु युज माई कोड टु गेट एडिसनल डिस्काउन्ट। एन्ड यसपछि म सिधै मेरो इभिनिङको पिटी सेसनको लागि गएँ। एन्ड आफ्टर फिनिसिङ द पिटी सेसन म सिधै रुम आएँ र अनलाइन पिटीको लागि प्रोग्रामहरू डिजाइन गरेँ। If you also need personal training, don't forget to DM me where I provide online, offline and home PT session as well as. And that's it for today guys, and I'll see you in the next one.